महानुभावहरुमा मेरो नमस्कार टक्राउन चाहन्छु। खासै मलाई बोल्न त खासै रहर लागेको थिएन। यो राज्यमा तपाईको के छ भने दिन प्रतिदिन बदलिदो अवस्था, दिन प्रतिदिन मान्छेको तपाईको आफ्नो आफ्नो प्रवृत्ति देख्दाखेरि चाहिँ खासमा यो राज्य, यो देश र यो सम्पदा बाँच्नुपर्छ भन्ने हिसाबले चाहिँ सानो एउटा तपाईको मन्तव्य राख्नको लागि म उपस्थित भएको छु। आज देख्छौं हामीले चारैतिर आन्दोलन भएको छ, परिवर्तनको नाममा विभिन्न व्यवस्था आउँछ, विभिन्न तरिकाको पोलिटिक्स आउँछ, तपाईको सम्पूर्ण चीजले चाहिँ आफ्नो आफ्नो किसिमको वक्तव्य दिनुहुन्छ, आफ्नो आफ्नो किसिमको प्लानिङ गर्नुहुन्छ। तर हामी स्वर्गमा बाँचेर पनि नर्कको तपाईको के छ भने जीवन चाहिँ हामीले बाँचिरहेको जस्तो लाग्छ। किनभने साँच्चै तन्त्र विद्यालय बनेको यो देश नेपाल, जुन देशमा चाहिँ हामी तपाईको भाग्यमानी नेपाली बाँचेका छौं र बाँच्नुपर्छ भन्ने आशय लिएर बसिरहेका छौं। जुन अवस्थामा विश्वमा विभिन्न किसिमको क्रान्तिहरू हुँदाखेरि चाहिँ तपाईको के छ भने विभिन्न क्रान्तिमा विभिन्न देशहरू हुमिए, विभिन्न देशहरूमा विभिन्न किसिमका युद्धहरू भए, धर्मको नाममा आज तपाईको विभिन्न देशमा विभिन्न किसिमका युद्धहरू भइ नै रहेका छन्। तर पनि हामीले आफैले भाग्यमानी के ठानौं भने हामी नेपालमा रहेर हामी सुरक्षित छौं। किनभने भगवान पशुपतिनाथको आशीर्वाद चाहिँ हाम्रो तपाईको टाउकोमा छ। आज हामीले देखेका छौं 58 को दरबार हत्याकाण्डपछि राजालाई एकदमै छेदविच्छेद गरेर विभिन्न तर्फबाट प्रहार गरेर चाहिँ गद्दीबाट हटाइयो हैन। यही कुराको तपाईको के छ भने आज हामीले स्पष्टता देखेका छौं कि वास्तविक त्यो समयमा हामीले एउटा सही जस्टिस गर्न नसक्दा, जस्टिस सही एनालाइसिस गर्न नसक्दाखेरि आजको यो दिन हामीले देखेका छौं है। तन्त्र विद्याले भरिएको यो देश, वेद पुराणले भरिएको देश, जुन वेदको तपाईको अनुसरण आज नासाको विज्ञानले गरिरहेको छ। आज हेर्छौं हामी रिसोर्सेसहरू एकदमै टन्नै छ, गर्न चाह्यो भने हामी गर्न सक्छौं। तर हाम्रो के छ, हामी आउँछौं मिडियामा बोल्छौं, अनुहार 4 दिन देखाउँछौं, त्यसपछि वक्तव्य दिन्छौं, खाली वक्तव्य। यो हाम्रो सल्युसन होइन नि त। तपाईको हाम्रो एक्ज्याक्ट सल्युसन भनेको फर्स्ट कुरा त हामीले हाम्रो राज्यमा चाहिँ धर्मलाई हामीले बचाउनै पर्छ। किन धर्मलाई बचाउनु पर्छ भन्दाखेरि विश्वमा हिन्दुत्व बोकेको एउटा मात्रै कुनै देश छ भने एउटा नेपाल राज्य हो, जुन देशको इतिहासको कालखण्डलाई कोट्याएर हेरेदेखि वर्तमानसम्म हेर्यो भने हिन्दुत्वले आज हामीलाई बचाइरहेको छ। हामीले हाम्रो संस्कृतिलाई बिर्सिरहेका छौं, हाम्रो सम्पदालाई बिर्सिरहेका छौं, पशुपतिनाथको दरबारलाई बिर्सिरहेका छौं, हामीले मञ्जुश्रीलाई बिर्स्यौं, हामीले माता सीतालाई बिर्स्यौं, अनि हामी आधुनिकतामा जान्छौं र तपाईको विभिन्न किसिमको एक्सप्लेनेसन गर्नलाई हामी रेडी हुन्छौं। त्यो हाम्रो वास्तविकता होइन नि त। हामीले जसरी भए पनि हाम्रो, किनभने जुन देशमा राज्यमा राजा हुँदैन त्यो देश खासै तपाईको सहज तरिकाले कहिले पनि चलेको इतिहासमा एउटा हिस्ट्री छैन। त्यही भएर तपाईको के छ भने राजालाई हामीले ल्याउनु पर्छ। ज्ञानेन्द्र राजा, उहाँ बिचारा, उहाँको मनोभाव हेर्दा, उहाँको फेस हेर्दा हामीलाई के लाग्छ भने राजा वास्तव